साथीहरू यो चाहिँ मैले ड्युटी सकेपछि एकछिन वर्कआउट गरेको क्लिप तपाईँहरूलाई राख्दैछु। यो चाहिँ ड्युटी सकेपछि है त। नमस्ते सबैजनालाई। यता हाम्रो दाइ आउनु हुँदैछ, यता मेरो भाइ छ। आज फेरि हाम्रो बाहिर खाने प्लानिङ भएर चाहिँ यसो हैन। ल साथीहरू स्वागत छ अर्को भिडियोमा पनि तपाईँहरूलाई। आज चाहिँ के भने यो मेरो चाहिँ यो एरिया पर्छ नि त, त्यही भएर यो एरिया चाहिँ मैले सफा गर्न लागिरहेको छु आज चाहिँ। किनभने आज क्लिनर धेरै बिजी छ, त्यही भएर आज ऊ चाहिँ बिजी भएकोले आज म चाहिँ यो सफा गर्न लागिरहेको छु। सफा गर्छु आज चाहिँ। यो मेरो सेक्सन भएको कारणले म चाहिँ यहाँ माथि चढेर सफा गर्छु। अरू बेला उसले गर्थ्यो, आज चाहिँ म आफै गर्नेछु किनभने ऊ धेरै बिजी भएकोले गर्दा। ल हप्तामा जहिले पनि जसरी भए पनि हप्तामा एकचोटि चाहिँ सफा गर्नै पर्छ क्या यो। त्यही भएर आज चाहिँ म आफै सफा गर्न लागिरहेको छु है त। साथीहरू आज चाहिँ म यो मेरो सेक्सनमा, यो सेक्सन हो, आज म यो एरिया पुरै सफा गर्न लागिरहेको छु। खास यो काम चाहिँ क्लिनरको हो, तर ऊ चाहिँ एकदम बिजी छ नि त। बिजी भएको कारणले आज म चाहिँ यो ठाउँ सफा गर्न लागिरहेको छु। टमाटर प्रायः जसो यो चाहिँ के हो भन्ने लागिरहेको होला। यो रेस्टुरेन्ट लाइनमा काम गर्ने मान्छेलाई थाहा हुन्छ। यो चाहिँ एग्जस्ट भन्छ। त्यसैले यो हप्तामा एकचोटि चाहिँ अनिवार्य क्लिन गर्नै पर्छ यो। किनभने नत्र भने तलबाट त्यो पकाएको चिजहरू माथि आएर फोहोर हुन्छ नि त। त्यही भएर Hi everyone. यता अर्कोजना इन्डियाको साथीले नि मैले काम गरेको भिडियो उठाइरहेको छ। Live here, why you disturb? काम गर्नै पर्छ। उधर क्लीन करो ना पहले, काम नहीं है, इधर क्लीन करो पहले। वही निकालो, क्या कर रहे हो? इधर क्लीन करो पहले। चुल्हाको माथि बसेको छु कार्टुन ओछ्याएर। यो केमिकल सेनिटाइजर हो। यसले चाहिँ सफा गर्ने हो टक्क हालेर। केमिकल सेनिटाइजर है।
control your teeth. Kalas. अरे अच्छा क्लीन करो भाई. Wait, don't teach me. Your father me. Okay? Give me that biscuit. काममा सक्यो थोरै मात्रै म चाहिँ मेरो यतातिर काम गरे हो उतातिर आफ्नो आफ्नो ठाउँमा केटाहरूले गर्छ म चाहिँ यहाँ यो मेरो अलिकति यता चाहिँ म आफै गरेँ आज क्लिनर बिजी भएको कारणले नमस्ते सबैजनालाई। यता हाम्रो दाइ आउनु हुँदैछ, यता मेरो भाइ छ। आज फेरि हाम्रो बाहिर खाने प्लानिङ भएर चाहिँ यसो होइन ब्रेक टाइममा चाहिँ अहिले चाहिँ ब्रेक टाइममा एकछिन हल्का खाना बनाउनु अल्छी लागेको हुनाले अहिले हामी चाहिँ बाहिर निस्किएको छौँ खानाको लागि अहिले हामी चाहिँ बाहिर आएको छौँ। अल्छी लागेर हो खास रुममा खाना बनाएर खानुलाई चाहिँ यता भाइहरू ल साथीहरू खानापिना हुँदैछ होला, भइसक्यो होला कतिको के कस्तो छ। हामी चाहिँ अब खाना खाने है त अल्छीको राजा भएर के सन्तोष भाइ हजुर भाइ स्वागत छ लु दाइको भिडियोमा। राजा हेलो गाई के छ? एकदम ठिक छ। आज हामी अल्छी भएर बाहिर खान आएको मात्र हो अनि यसले भनिदिन्छु म। अनि के जाओस् भाइ? त्यो अल्छीमा महा अल्छीमा पनि निक्लेर आएको हो। अरू केही छ भन्नु? खाँदाखेरि धेरै बोल्नु हुँदैन बुढो पाकाले भने। ल खाने हो अब खाना। ल भन्नु केही छैन अरे हाम्रो राजाहरूको खानातिर लाग्यो। अब हामी सुरु गरेँ ल भन्नु पनि पाइनँ, ढिलो भिडियो गरेँ हालिसकेँ। अब रिभिलको माग्नु बेला भएछ हो ल म चाहिँ सुरु गरेँ ल खाएँ ल ल साथीहरू खानेतिर लाग्यो है त। खानै जन्मेको हो, खाऊ खाऊ। तपाईँहरूले मैले मेरो ड्युटीको र मेरो ब्रेक टाइमको क्लिप त देखाइहालेँ होइन। यो चाहिँ मैले मेरो वर्कआउट टाइम ड्युटी सकेपछि एकछिन वर्कआउट गरेको सानो क्लिप पनि तपाईँहरू माझ राखिदिएको छु। के कस्तो छ कमेन्ट गर्नु होला, सपोर्ट गरिदिनु होला है त। सब्सक्राइब गरिदिनु होला हुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ। ल धन्यवाद आजको लागि। अब हामी अर्को भिडियोमा भेट्नेछौँ है त।